आज चाहिँ म तपाईहरुलाई एउटा राम्रो कुरो देखाउन गइरहेको छु र यो डाँडा ठाउँ छ स्कुल डाँडा सौली होम स्कुल डाँडा जो चाहिँ वारिपारी दामी देख्नु हुँदैछ हैन र तपाईहरुलाई म एउटा राम्रो कुरो देखाउँछु हेर्दै आउनुस् है ल र त्यो राम्रो कुरो चाहिँ के रहेछ भने यहाँ हेर्नुस् ल यहाँ हेर्नुस् है 1 गते 2021 अनि निधन नेपाली साल त्यो छ र यहाँ यसरी लेखेको रहेछ कतिवटा मेटिँदै रहेछ र यो चाहिँ यस्तो राम्रो बनिएको छ कि यो हावाघर चाहिँ उहाँको पुण्य स्मृतिमा उहाँका परिवारहरूले बनाइदिनु भएको र यो चाहिँ यतिको राम्रो हावाघर चाहिँ यहाँ हेर्नुस् है यस्तो फर्स्ट क्लास उहाँको पुण्य स्मृतिमा उहाँको छोरा परिवारहरू मिलेर बनाइदिएको छ नि हेर्नुस् त यस्तो डाँडामा छ यहाँ यो माथिदेखि आउने बाटो छ है यहाँ यस्तो छ र यही मुनिपट्टि चाहिँ सौली गाउँ स्कुल छ यहाँ हो र यस्तो प्राइम लोकेसनमा यस्तो दामी चाहिँ पुण्य स्मृतिमा बनिएको हावाघर यो चाहिँ एकदमै अहिलेसम्म मैले देखेकोमा चाहिँ यो एकदमै राम्रो बस्ने ठाउँ यस्तो राम्रो ओछ्याइएको छ यो टाइल्सहरू र यो भुइँ पनि एकदमै मिहिनेत गरेको छ र यो पोसहरू हेर्नुस् त कति दुःख गरेको छ र मान्छे झुन्डिएर यो भाँचिन्छ भनेर चाहिँ यहाँ यसरी उहाँहरूले तार पनि लगाउनुपर्छ काँडे तार र यस्तो छ र यहाँदेखि टक्कै मुनि हेऱ्यो भने यहाँ तल हेर्नुहोस् त रङ्गित खोला कति राम्रो देखिन्छ अहिले टक्क बादल बसिरहेछ यताको दृश्यहरू हेर्नुहोस् यस्तो दृश्य हेर्ने ठाउँमा टक्क यस्तो राम्रो बनाइएको छ र यो चाहिँ म अस्तिदेखि तपाईहरुलाई देखाउँ भनेर सम्झिरहेको थिएँ कि बिर्सेर र आज चाहिँ यहाँ देखाएको छु हेर्नुहोस् यतिको राम्रो चाहिँ कहीँ बनिएको जस्तो लागेको छैन मलाई र सबैजना मान्छेहरू मान्छे हुँदैनन् मान्छेको रूपमा कति बाँदरहरू हुन्छन् कति राक्षसहरू हुन्छन् है यहाँ हेर्नुहोस् यो जुन लगाइएको यो साइडको चाहिँ यहाँबाट निकालेर चाहिँ एक पिस चाहिँ निकालेर लगाएको छ र उहाँहरू जसले पनि निकाले यो चाहिँ मान्छे होइन बाँदरहरूले निकालेको हुनुपर्छ है राक्षसहरूले र यस्तो राम्रो बनाएको चिजलाई चाहिँ संरक्षण होइन बिगार्नेपट्टि जानेहरू र त्यो जुन देखाएँ हावाघर यो जुन हावाघर देखाएँ तपाईहरुलाई हैन यो कस्तो लाग्यो दामी बनिएको छ नि है यतिको राम्रो हावाघर चाहिँ कहीँ पनि बनिएको छैन जो पुण्य स्मृतिमा बनिएको छ र सबै ठाउँ यस्तै राम्रो बनियो यस्तै राम्रो लोकेसनमा भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो मलाई लाग्छ